पुलका मुख आउका माया सँगै नमस्कार सम्पूर्णमा। आज मिति 2082 साल माघको 10 गते हो नि त। कति हो यहाँबाट हो क्या? किराना त अब खै कहाँ छ? त्यो त लाइनको छैन क्या, पारी पनि छ। पुलका मुख ल पुलका मुख स्कुल माथि हाम्रो घर माथि बाबुजी होटल ल ओहो जाल त्यस्तरी हान्ने रहेछ नि। जाल हेर्नु त, जाल हानेको कालै कालै जाल हाने। ओहो यस्तो हो क्या ठाउँ भनेको। त्यत्रो उहाँदेखि उहाँ लगाएर जाल हानेर माछा परेछ नि क्या हो देखिन्न। ओहो नि लजा लजा। यहाँदेखि उसले आम फालेको ठाउँ पनि थाहा कि नै? सुदर्शन दाइले यहाँ आम फालेको नि। यहाँबाट कि बिच्चाबाट? राधिका दिदीको के छोरा, राधिका दिदीको छोरा यहाँबाट बिचाड आम फालेको जमाना युवा हुँदाखेरि। खै बिचाड आम फालिदिएको यो कुरा त भाइरल छ त, सबैलाई थाहा खै। यो कुरा सबैले गर्छन् क्या, भाइरल कुरा हो। निखिल उप्रेती जस्तो मान्छे भएर हो क्या। श्री बलिथुम नरहरी कर्णेल माध्यमिक विद्यालय स्थापना 2019 ल ल। होस्टेल बस्छन् नि? होस्टेल त बस्दैनन्, खै के छ। यता पनि रहेछ ल स्कुल। नमस्कार सम्पूर्णमा। आज मिति 2082 माघको 10 गते हरिकृष्ण दाई र म टारीको अवलोकन गर्न जाँदैछौँ। टारी जहाँ हाम्रो पुरानो घर थियो मेरो। म त अब उतै जन्मिएँ, तरै यस्तो राम्रो ठाउँ छ। यहाँ पनि राम्रो राम्रो घरहरू बनेका छन्। बाले पढाएको स्कुल यही हो। बाले पढाएको स्कुल यही हो, मेरो बाले पढाएको स्कुल। यस्तो चाहिँ माथि हुँदै औडी पिपल हुँदै लुम्पेक जाने बाटो। सर 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 बेग मर्दै। यो घर नि त घर ठुलो रहेछन्। के है चाहिँ यो ठुलै बनायो नि घर झन्। पैसा पाहाडमै खर्च गरे तराईमा आउँछ नि जग्गा होइन, आउँदैन होइन। पुल बन्ने अरे होइन? पुल कहाँ छिमा जोड्ने पुल? त्यही त युट्युबमा हालिदिन्छु नि भिडियो मैले। जोगुम गाउँ त्यो भइहाल्यो। पुल यहाँबाट बन्ने, ट्वाक्क त्यहाँबाट ल्याएर यहाँ जोड्ने भन्ने कुरो छ। पक्की पुल। यस्ता खेतहरू यस्तो चाहिँ गडेरी हुने, माल गडेरी। आमा नमस्कार। मेरो घर त रूपन्देही बाँसगढी हो। बेद प्रसादको छोरा हो, पोखरेल बेदुको छोरा, चिन्नुहुन्छ? बेदुको छोरा हो म। दिदी काठमाडौँतिर हुनुहुन्छ। ए हो, उहाँलाई त भेट भएको नि, कारमा उहीँ भेट भएको त। ल ल दर्शन ल। म कान्छा मात्रीको। 5 मिनट 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 5 मिन
उहाँको यही का बाबाहरू आरामै हुनुहुन्छ आमालाई मम्मी पनि ठिकै हुनुहुन्छ ठिक छ यहाँ आयौँ के अरे त्यहाँ आएपछि यहीँ चाहिँ यता आइयो सोध्ने ओर्ने गरिन्छ क्या तपाईँहरू सोध्नु न भाइहरूले कमाउनु थालेछन् सबै गरेर जाहिर लाएछन् बुहारीले पढाउने ठिकै छ चालेकै छ बसौँ न होइन चिया नखाने भर्खर खाएर हो र त्यहाँ हामी देख्न भेट यहाँ टारी यसो हेर्न आम मन र तपाईँलाई खालिन्छ यसो पस्यो त्यहाँबाट बाहरूको ठाउँ जमानाको ठाउँ हामी गएँ पस्छमा म गएर पस्छु जानु आमाले कन्ना ल्याएको देखेको काँडा चिन्ने उही गएर पाएको होइन उही गर्दा उही गएर पनि भाउ जानु दिदीहरूले 25 वर्ष भयो 25 उही गरेर जन्मेको 25 होइन होइन ठिकै छ नगराउन यहाँ के अहिले यो बाटामुनि घर थियो यो बाटामा यसरी भयो ध्यान यो त होइन बाबु यहाँ थियो बाटो यत्रो गोरेटो थियो कि यहाँ कुलो छ यहाँ मुनि उयो हते लाटा उमेची बाटो थियो यत्रो यो घर जाली उठाएको कसको घर हो त्यो हिरामणिको हो हामी यो हिरामणिको हो कडेलको ए यो यहाँ जाली उठाएको र बाटो यहाँ पुलाले काँडा त काँडा हो पुलान यही हो के भनेको यहाँबाट हो त्यहाँ मन्दिरबाट माथि भने उता त बाटै थियो नि त्यो उहाँहरू त। यसै घुमेको बाटो त यता पेटेर यसै घुमेको यहाँ त्यति थियो गोरेटो हो यत्रो गोरेटो थियो कि हामी गोरेटो गाउँको यत्रै थियो घाँसको बारीको बोकेर भान्जीको घर उही छ के होइन उही मैले लिएर गएको कारमा लिएर गएको म कि नै हामी यसो गयो उता माथि जातो छ कि दुध यहाँ दुध नखाने कि बिहान बिहान केही नखाने होइन मामा केही नखाने होइन होइन मामा म बिहान केही खान्न होइन त्यहाँ यति कालो चिया बनाउनु त्यसमा कालो अरे त बाबु बनाइदिए त कालो चिया खाने अरे दुध नखाने कि यहाँ दुध भल नै छ यहाँ दुध एउटा बसी हो र बल्दै दुध छ त्यस्तो बिक्री हुन्छ होला कि कहाँ पनि बाबु कहीँ छैन कहीँ हिरामणि कडेल भन्ने कहाँ हुनुहुन्छ र हजुर कहाँ हुनुहुन्छ कुनै यो मुनि कडेल बित्नु ए उहाँका छोराहरू छन् निजेलङ 2-3 भाइ अस्ति आएर गयो भन्ने तिनीको घर हो यो। तिनै घर हो ए 2 भाइ गए 2 भाइ छन् एउटा निजेलङ एउटा 3 भाइ निजेलङ अँ एउटा क्यानाडा थुप्रो अस्ट्रेलिया कमाएर आइछन् दाम कमाएर आइछन् पोस्टकार्ड भएछ फालाफाल यो खेत पनि त हाम्रो यो होइन 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 यता दाजुभाइको हो यो गोठ हो नि हजुर यो हो हाम्रो यता यहाँबाट यता यो बाटो पनि उहीसम्म खोलेसम्मको यहाँ बाटा मुनि हाम्रो होइन यो उयो तरकारीबाट यो फलफुलबाट वा तल अँ ए यो बाटो पनि होइन त्यस मुनिबाट हो यिनी सबै कडेलको हुन् त हाम्रो दाजुभाइको ल हुन्छ मैले त्यो खान्छु ल दुध खाएको केही हुन्न क्या म यता खान्छु अलि धेरै दिन बस्ने गरेर आउँदाखेरि अर्कै हुन्छ क्या टाइम छैन हेर्नु यस्तो छ जानु परिहाल्यो फेरि यो कहिले बनाएको यो हाम्रो कोठा हो कि तपाईँलाई छुट्टी होइन छुट्टीको त होइन कोठा हो कोठा त्यहाँ बस्न 3 भाइलाई 3टा कोठा बनाएको सटर छ यति खेलो छ कहिले है त्यस्तै छ ठिकै छ भनौँ ठिकै छ हस्टेलै हुन्छ क्या कलासम्म खोलासम्म सबै जाहिरमा गयो विष्णु बुहारी क्या बिहान त उहीँ गएछन् त्यही हो यहाँको त यहाँको बुहारी भनेको यहाँकी बुहारी त गइछन् के उतै तपाईँको बुहारी भनेको ए हाम्रा बुहारी त यही छन् कतिको उस आउँछन् आमा यहाँ बाँदर आउँछन् बाँदर आधार त गइछन् हो र यहाँ त आउनु यहाँ आउनु न माथि माथि आउँछन् यही आइटिआर दौराउँछन् हो र हामीलाई चाहिँ पिट्न आउँछन् बाँदरलाई गाउँमा मान्छे छैनन् गाउँमा कोही छैनन् कम भयो नि मान्छे कोही छैनन् ए कडेल गाउँ पनि कता हो त यही हो त्यही हो कडेल गाउँ यही। ए हामीहरू यता जम्मै कडेल नारद कडेल घर कुन हो
अलि पर अलि पर पर उही बेसिन्दाको घरबाट शिवगाउँ दाइका ऊ त्यो टावर भएको ठाउँ चाहिँ लोम्पेको होइन त्यो शिखर हो शिखर हो त्यो लोम्पेको नि यहाँ माथि त्यता त ऊ बस्नेतिर के पोखरेल हो पराल यहाँ पोखरेल अनि त्यतै सिग्रेको सिग्र अहिले धेरै बजी यति पनि के धेरै हुने रे मान्छे कागज खाने यतातिर हाल्नु मामान्जल खाम के कागज कतिर मामान्जल खाम यहाँ आएर यसो हेर्न पर्यो आज दिन बसे पनि त भलक टारी भलक ल बाबु के हो गीताका छोरा हुन् म साइलीको छोरो साइली साइली के हो दाङसिर अब बाबु के भन्ने हो हजुरआमा छँदाका म चाहिँ यहाँ सधैँ त्यहीलाई निन्यानी बुढाइले भन्नुहुन्थ्यो बाबु गएर तिमी गएर हाम्रो छोरी कहाँ पसेर मात्रै आए पनि लिएर आए नै हुन्छ भनेर भन्नुहुन्थ्यो फेरि मलाई जालबित्ती प्यारो गर्नुहुन्थ्यो आमाले म गयो बेला फेरि त्यहाँ पख्ने क्या सधैँ बुढो भाइ हुनुहुन्छ त बाबु म साइलो अर्को भन्दा कहाँ पण्डित यहाँ चाहिँ कहाँ होटेल जस्तो नि थियो नि पहिला कहाँ यत्नै कता हो थिएन पारी त छैन बाबु टारी छैन पारी हो पारी पनि भ्याइए छैन कोही पनि होटल सोटल सुके कोही पनि मान्छे छैन बुढो त्यही मोचाउनको हिजो कति दिन भयो हिजो हिजो 5 दिन पुतली भन्ने घर कुन हो त पुतली भन्ने कोही पारी ए पुतली भन्ने होटेल गर्नुहुन्छ है कुन ठुलो घर ऊ पारी पारी ए उहाँ पारी हो ए कहिले बाले भन्नु जमाना हामी बस्ने बेच्दाइले हो सम्झने राति भयो यस्तो आएन खोल्न जाँदा हो नि त हजुरआमा भन्दा त्यही पुतली कहाँ जाँदा भवानी जम्मै भिडियो गर्नु होइन गर्नु अरे ल ल ल ल ल ल यो काटिन्छ क्या त्यस्तो त गर्नु हुन्न यो केसैमा जान्न भवानी म आएर खोल्न युट्युबमा हालाउन हाल्न हुन्न ल ल ल बर्बाद हुन्छ क्या ल ल ल तँ काटिहालम है ल ल अरू राम्रो राम्रो कुरा हालेर केही भएर पर्यो एमा पुरै गीत राखिदिने यो भोइस चाहिँ हराउँछ क्या त्यो भयो नि त्यस्तो त। उमेर त्यस्तै जमाना त्यस्तै थियो फेरि यो जन्मिएको थिएन यो जन्मेपछि बाबु त जन्मेर थिएन नै यहाँ कहाँ जाने उहाँ मधेस त्यही त भनेको भयो भने त त्यही पाल्पा हो पाल्पा घर हो काठमाडौँ बस्नुहुन्छ के अरे बस्न नानीको दियो दुईवटा एउटै नानीले 10मा पढ्ने बाबुले ब्याचलर पढ्छन् आइटी पढ्छन् मैले भगवती आउन बेसी भर्खर चाहिँ लाउँछ जेठाको त्यो मान्छे हो महिलाको एउटा पछिको पानीको उ लाग्छ आमा यहाँ मिटर लाग्छ र मिटरवाला हो बाबु 50 मिटरको हिसाब छैन ए जति युज गरे नि भयो पानी आइरह्यो यो पानी आउने कहाँबाट हो यो चाहिँ माथि ठाडो भयो हुखोलाबाट हो होला हुखोलाको पानी ल्याएन यहाँ त्यहाँ कुबेत थियो पानी ट्याङ्की गराछन् पानी ए 60 लाखको योजना हो पानी ट्याङ्की बनाएर ए ल ल ठिक छ पर्छ जेठो र सन्तोष र सुरेश त सँगै गाउनुको पढाइ पनि एउटै हो म त त्यहाँ 1-2 वर्ष हामी आफै उत्रेर थियौँ कि हामी सानसाना सन्तोषले मजा बोर्डिङ पढेको 2 वर्ष पढेको कति वर्ष बोर्डिङ पढेको सँगै फर्स्ट सेकेन्ड हुन्थ्यो क्या बिन्दु बिन्दु हामी सँगै थियौँ वर्ष सँगै बिन्दु भवानी
अनि यति छ बिन्दु समयका भए पनि दुई भाइले समय पढ्थ्यो के एउटै क्लासमा बिन्दु र सन्तोष फर्स्ट सेकेन्ड थर्ड हुन्थ्यो क्या त्यही लक्ष्मण भिनाजुको मा थियो है बोर्डिङ बुढाबुढी बसेर त्यस्तो लिएर हेर थुप्रोका माइतीले कति माया गर्छन् आउँदै राखे भने त 3 दिन पछाडि त बेच्नु हुन्छ काठै हुँदै ठाउँतिर आउँछ फाउन्डतिर आउनुहुन्छ ल, ठिक छ। त्यो जामा भान्जी कहाँ गई छैन भान्जी घर कहाँ बाँसगढी हाम्रो पहिला खेत थियो नि चौधरी खोला भन्ने त्यही खेत आयो त्यही माथि हो नि त त्यही थियो नि हाम्रो 2 बिघा खेत बाले बेचेर हो नि त राम्रो ठाउँ हो जग्गा 2 बिघा खेत थियो सिन्कीको भाउमा बेचिदिनु बाले बेला बेला आइपुग्यो उसले त यस्तो किन गरेर त त्यहाँ उ भएको यसो माथि पुगेर आउँछ ल ल त्यहाँ कोही छैन नि त त्यही पनि एउटा पनि हिँडेर जानु हो नि त अनि भान्जा कता हो त खै ए नारा दुगा जानु हो त्यहाँ पारी बुवा खिचेर गयो भने म पनि आउने थिएँ कि बुवा आउनु अब म हिँड्न मिल्दैन ल ल त्यो सन्ती दाइका छन् के अरे ठुलो भएर आएको होमनाथ दाइको होमनाथ मामा कहाँ त्यही त पहिला यहाँबाट बोकेर जाने अहिले यताबाट ए बाटो यताबाट नि छ मोटर बाटो उताबाट रहेछ त्यहाँबाट लगेर घुमाएर रहेछ यस्ता घरहरू टारीमा यस्तै छ चिन्न खोजिहाल्छ